हाम्रो के अरे भाइ हाम्रो पार्क चाहिँ दामी रहेछ एरिया चाहिँ हो ठाउँ चाहिँ दामी छ यस्तै चाहिएको हामीलाई अन्त यहाँ चाहिँ अब राम्रो हुन्छ दामी हुँदो रहेछ त्यो रोडदेखि ओह्रालो हो भइगयो यतिको एरिया यतिको एरियामा चाहिँ अन्त पार्क चाहिँ कस्तो बनिन्छ भन्ने चाहिँ अब रहेछ अलरेडी सेफ रहेछ मामा यो पार्कको लागि अलरेडी त्यो नक्सा निक्लिसकेको हुन्छ नि भेराइटीको फुल यसरी क्या भाइ यसरी यो पिल्छायो हो सिनहरू फुलहरू हो आज चाहिँ नापजोक हुँदैछ र भेना हेड अमिन म सानो अमिन अन्त यहाँसम्म चाहिँ 200 फिट भयो अब यहाँदेखि फेरि नाप्दैछौँ कति फिट हुन्छ अब हेर्नुपर्छ ल हामी चाहिँ आए अब काम सुरु तपाईँहरू कहिले आउनुहुन्छ मण्डली हैठरिका अन्त यो चाहिँ आजको काम हामीले यसरी गऱ्यौँ हो अन्त अझै खन्दैछौँ ल हाम्रो अक्कुले चाहिँ बोकेर अब गइसक्यो हो एग्रोनेक चाहिँ लु हाम्रो मान्दो अक्कु चाहिँ निक्ल्यो हो हाम्रो पनि फेरि हाई हतियारहरू चाहिँ यस्तो छ नि त ल यहाँ माछाको कुवाको लागि पानी पनि उम्रेको छ हो अन्त टक्कै ढुङ्गाको चेपबाट चाहिँ पानी उम्रेको छ यसरी अन्त यो चाहिँ अब हामीले बारिसकेका छौँ हो यसरी यतिको बारिसकेका छैनौँ हामीले चाहिँ खम्बा चाहिँ गाडिसकेका छौँ आजदेखि चाहिँ बार्नुपर्ने हो तर यहाँ चाहिँ म एक्लै भट्किरहेको छु हो अन्त आउनु पर्यो छिटो छिटो आउनुहोस् है सबैजना आउँदैछ ल फेरि आज तपाईँलाई स्वागत छ धेरै दिन पछि अन्त यहीँ हल्का डेरा पनि बनाइरहेको छौँ हो अन्त यहाँ अक्कुहरू छ सामेल छ भाइ जुबल तल मास सार्दैछ अन्त अब चाहिँ यो दाउराहरूलाई पनि यहाँ राखिराख्नुपर्छ है पछि सुकेर यो त माटो आउँछ नि त सामेल यहाँ माथि अब यो अलिक यहाँ माथिसम्म कटिङ गरेर हो यहाँ माटो यति यति आउँछ नि त अन्त यो साइड राखेको आउँछ नि आउँछ नि यो अझै कटिङ हुन्छ नि त अझै यति कटिङ हुन्छ यो डल्लै कटिङ हुन्छ हो कटिङ भएर चाहिँ माथि फिलअप गर्नुपर्छ नि पछि अन्त यहीँ फुल रोप्दा पनि हुन्छ त्यही माथि लु यस्तै छ दामी छ तर एक नम्बर चाहिँ भाइ यो दोरी राख्नुपर्छ ल काम लाग्छ यति काम लाग्छ प्लास्टिक पनि राख्नुपर्छ फ्याँक्नु एग्रोनेकले चाहिँ पुग्छ जस्तै लाग्दैछ है पुग्यो भने चाहिँ साह्रै राम्रो हुन्छ यति लामो हुँदो रहेछ नि त एउटै अन्त आम्मा हो लु हो अन्त यहाँदेखि चाहिँ 2टा बनाउँदा त अन्त पुग्छ होला हौ है 3टाले त ल दिन पनि साह्रै राम्रो छ चराहरू चरा पर्यो है टिका किराहरू स्याउ 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 गर्दै कराइरहेको छ हो अन्त मौसम साह्रै राम्रो भयो पानी रहेर अन्त यसरी बारेर चाहिँ चट्टै सबै एरिया चाहिँ बार्दै लाँदैछौँ हो अन्त यसरी काम हुँदैछ यहाँ माथि चाहिँ सामेलले काम गर्दैछ नि बराबर सामेल चाहिँ बाँस चिर्दैछ हो
दिन चाहिँ साह्रै राम्रो भइरहेको छ मौसम चाहिँ रुखपातहरू कस्तो दामी देखिरहेको छ हो हेर्नु त न हाम्रो आकाश क्लियर निलो आकाश हो रुखहरू चट्टै सिराउनेहरू अन्त काम चाहिँ सिराउँदैछ धमाधम ला यो चाहिँ के भएछ ए उहाँ बाँसको बनाइकिन मामाले हौ भानुमाले त्यहाँ पुरा ग्याप भएर नि त लु है आजको काम राम्रै भयो हो दिन पनि साह्रै राम्रो भयो काम पनि साह्रै राम्रो भयो अन्त हामीले चाहिँ मैला कुचैला पनि पोल्दैछौँ हो अन्त यो त यो उयो फुलको रोप्दाखेरि काम लाग्दैन दादा यो त्यो के पो फुल त दामी हुन्छ र त्यसमा त्यो फुल अन्त बाउन्ड्री चाहिँ खामा मात्रै हालेर हुन त्यहाँ फाँका ज्यादा भयो नि त यो बाँसलाई चिर्नुपर्छ कि अन्त गेट जस्तो बनाउनुपर्छ काँटी ठोकेर त्यहाँदेखि चाहिँ ठ्याप्पै लगाइदिनुपर्छ त्यो बाँस र त्यो रुखमा ठोक्दैन त भइहाल्ने रहेछ अन्त अब चाहिँ यतिसम्म चाहिँ सकिसकेको छ काम चाहिँ हो अन्त ठिक छ ए सिकल उहाँ रहेछ हौ लु है हामीले चाहिँ बाटो पनि बनाउन थाल्यौँ तर यो खालके ढिलो भयो भने चाहिँ काम चाहिँ छिटै सकिने रहेछ जस्तो लाग्यो नि मलाई चाहिँ अन्त आज चाहिँ म र अङ्कल मात्रै छु अन्त दुईजना मात्रै छौँ तर पनि हिम्मत चाहिँ हारेको छैनौँ काम चाहिँ गरि नै राखेको छौँ हो अन्त त्यही हो कुरा चाहिँ है हामीले चाहिँ यहाँ टोइलेटको लागि यहाँ जग्गा पनि बनायौँ हो अन्त टोइलेटको लागि डब्बु पनि बनाइसक्यौँ हामी चाहिँ फेरि काम गर्दिन गरेपछि चाहिँ डरै लाग्दो काम गर्छु नि त एकैतालमा हो अब यहाँ दोकान बनाउनको लागि यहाँ जग्गा पनि तयारी हुँदैछ हो अन्त दिन चाहिँ साह्रै राम्रो छ शीतल छ मजाको छ अब यहाँ चाहिँ हल्का ढलाइ गरेर चाहिँ टोइलेट बस्छ यहाँ दुईवटा केटीहरूको र केटा यो चाहिँ हाम्रो गोलघर म्याफ गोलघरको म्याफ पनि निक्ल्यो आज चाहिँ गोलघरको उयो पनि भयो है यहाँनिर बस्ने बेन्च पनि आउँछ नि त होइन यहाँदेखि चाहिँ यति त बस्नु चाहियो यति स्पेस त चाहियो होइन 2 फुटको हिसाब होइन 1.5 फुटको हिसाब ठिकै हुन्छ 1.5 फुट भने 3 फुटको हुन्छ टेबल यता 2 राख्नु पऱ्यो